हेलो गुड मर्निङ सेवा नमस्ते सबैजनालाई वेलकम टु माई ब्लग गाइज। सो म चाहिँ बिहान उठेँ उठ्दाखेरि अहिले 6:30 भएको छ। अब मुख पनि धुइछ मैले, अब मुख सुख धुन्छु। अनि त्यसपछि आज छोरोको स्विमिङ डे अरे, अनि त्यसको के किनिदिनु पर्ने, खाजाहरू बनाएर पठाइदिनु पर्ने। सो लेट्स सी गाइज। तेरो भन न। अनि तीनटा कुरा भन्यो। म्याङ्गो त्यसको खाँदा लैजाने। ओके, मेरो सुकुन हो, मेरो सुकुन, मेरो मुटु। तो गाइज म चाहिँ उठिओरिकन मुख धोएर गरी म आज स्विमिङ जाने मेरो छोरो। अनि यो ट्युब ल्याइदिएको यसलाई 150 भर्यो। अनि एउटा पुरानो थियो, मैले सजाएर राखिदिएको थिएँ, 1-2 दिन अगाडि मात्रै फुटाएर राख्यो। अनि हेर्नु त, यसलाई 150, त्यसले पनि देखा त, त्यसले पनि 150। अझ यो भन्दा त्यो ठुलो छ। मान्छेले कति ठग हुँदो रहेछ नि त। स्विमिङ ट्युब ल्याइदिएको, यो पनि 150, त्यो पनि 150। यताले कति ठुलो छ। अनि कहाँ जाने आज तिमी छोरो? स्विमिङ गर्न जाने रे। अनि खाजाहरू पनि लगिदिनु भन्नु मन लाग्छ, खाजा पनि लिएर आइदिएँ। समोसा बिस्कुट फ्रुटीहरू ल्याइदिएको छु टिफिनमा हालेर। अनि स्कुललाई म पठाइदिन्छु आज। सो अब स्कुल जान्छ, खानासाना खाएर अनि खाजाहरू प्याक गरिदिन्छु म चाहिँ छोरोलाई। अन्डा एउटा रानी भाग हालिदिन्छ है। एउटा रानी भाग हालिदिन्छु। मिठो हुन्छ के साथीहरूसँग खाँदाखेरि। म यो बिस्कुट यो पानी किन हाल्दै जुस छ त। जुसमा मात्रै पुग्छ दिनभरि घाममा, त्यो पानी सबै सिधाएर आउने। खाजा रेडी गरेको अब यसलाई जनालाई यो अन्डा बोइल गरेको अन्डा। तर यसले चाहिँ रानी नखा खाँदैन कहिले पनि। अनि अब रानी त्यसरी निकालेर राखिदिनु पऱ्यो। त्यसरी निकालेर राख्नुपर्छ त्यसरी रानी बिना खान्छ हेर्नुपर्छ। खाजा समोसा पनि छ। त्यहाँबाट खाएर चाहिँ अन्डा, 2टा अन्डा, समोसा, बिस्कुट अनि जुस, एप्पल जुस बनाएर पठाइदिँदैछु यसलाई चाहिँ। मेरो छोरो चाहिँ खानासाना खाइसक्यो, अब रेडी भएर जान्छ अब स्कुल मेरो छोरो चाहिँ। ल खुट्टो ल। स्विमिङ जाने मेरो छोरो। अब पौडी खेले खतु स्विमिङ गर्न जान्छ। म चाहिँ अब यसलाई स्कुल पुऱ्याइदिन्छु। अब स्कुल जान्छ। अनि त्यसपछि टिउको हावा टिप पनि हावा गइसक्यो, कस्तो टिप पठाइदिएको। सो अब यसलाई म स्कुल पठाइदिन्छु। पठाइदिइसकेपछि म चाहिँ अब आएर के गर्छु त त्यसै गाइज बाई गरेँ। अब स्कुल जाने आज चाहिँ आउट भन्नु पठाउनु भएको थियो। गाइज म त छोरालाई पुऱ्याएर आइसकेँ। अब लुगा धुन्छु, अलिअलि लुगा धुन्छु अनि खाना खान्छु। त्यसपछि मेरो कोठाको हालत छ यस्तो सुँगुर बस्ने जस्तो। यस्तै लुगाहरू जता फालेको छ है। कतै हिँड्नु पऱ्यो भने यस्तै हुन्छ लुगाहरूको कोठाको हालत। अब यसले चट्टा लगाएर सफा गर्छु, कोठाहरूलाई सफा गर्छु। अनि त्यसपछि गाइज म चाहिँ कोठाहरू पनि सफा गरिसकेँ टक्क लगाएर मिलाइसकेँ मैले। कोठाहरू पनि सफा गरिसकेँ। लेट्स सी
अनि अब हामी चाहिँ लाग्यौँ राजदरबार घुम्नलाई नानीसँग। म चाहिँ मजाले कोठामा बसिरहेको थिएँ, कोठाहरू सबै गर्छु, लुगा धुन्छु भनेर यता यता भनेर। अनि ठ्याक्क आमा छोरी चाहिँ ल ल ल हिँड घुम्न ल ल भनेर म चाहिँ अब लाँदैछु अब घुम्नलाई। अनि बुढी सासू पनि गाउँ जानु हतार, गाउँबाट यहाँ कहिले आऊँ यहाँबाट घर कहिले जाऊँ भइरहेको छ बुढी सासूलाई नि। अनि घुमाएर ल्याएर आउनु पऱ्यो। अब हामी चाहिँ गाडी चलाउनको लागि जाँदैछौँ। यो सासू यता बुढी सासू है त गाइज। हामी चाहिँ माइक्रो चढिसक्यौँ गाइज। माइक्रोमा यस्तो भिड बल्ल बल्ल सिट पाएँ। पसिना कति परेको यस्तो गर्मी, यस्तो प्याक छ म त झ्यालमा भर्खर सिट पाएँ। त्यो गाडीले चाहिँ म झन् हाल्नमा कुरीको गाडीलाई। अब हामी चाहिँ माइक्रोबाट ओर्लिसक्यौँ। अब माइक्रोबाट ओर्लेर अब हामी जाँदैछौँ टक्क लाग्यो नारायण हिटी जान्छ त्यसपछि म हजुरहरूलाई देखाउँछु। हेरेर राति भिड राम्रो किरा जत्तिकै छ काठमाडौँ मान्छेहरू। अब हामी चाहिँ जाँदैछौँ। त्यो जहाँ बोलाउने माइक्रोले हामीलाई ठग्यो पैसा, त्यसको त कहिले फली भएको। राजदरबार घुम्न आएको तर आज बन्द रहेछ गाइस। बिचरा बुढिया घुम्न आएको बुढिया राजदरबार बन्द रहेछ। अब हामी चाहिँ जाँदैछौँ बुढियालाई एयरपोर्ट घुमाउनको लागि। अब यहाँबाट ट्रेनिङ लिएर जान्छौँ अब हामी चाहिँ एयरपोर्ट। गएर यहाँ बिचरा बुढीको चाहिँ हामी चाहिँ बसबाट ओर्लिसक्यौँ। अब हामी जाँदैछौँ एयरपोर्टभित्र। बुढियालाई नानीलाई अब प्लेन चलाएर पठाइदिने हो। कहाँ जाने नानी? अमेरिका। नानी अब जान्छ प्लेनमा चढेर टक्कलाएर कमलपुरको बारीमा ल्यान्ड हुन्छ हाम्रो नानी। अब एयरपोर्टमा घुमाइदिन्छौँ नानीलाई मजाले घुमाएर फेर। अब नानी बुढी भयो नि, अब कहिले आउँछ आउँदैन त्यो मेमोरी भइरहन्छ नानीको। अब चाहिँ जाने घुमाउन। नानी चाहिँ यहाँ दुःख मानिरहेको छ। मेरो छोराहरू भयो नाति यत्रो भयो मलाई घुमाएन भने त बुहारीले घुमाएन नानी, घुमाएन बुहारी नातिनीले। अनि त छोरीले घुमायो, अब बुहारीले घुमायो। अब यो जिन्दगीभरसम्म याद हुन्छ बाँचुन्जेल। अनि चाहिँ हो जति सम्पत्ति भए पनि जस मान्छेलाई मन चाहिँ हुनपर्छ, त्यो पनि हुन्छ। मान्छे करोडौँ कमाएर पनि केही छैन। करोडौँ कमाएर बुद्धि चाहिँ भ्रष्टहरू हुन्छ, तर मन हुनपर्छ घुम्न घुमाउन र मिलेर बस्नको लागि। अनि अब हामी चाहिँ एयरपोर्टमा घुम्दैछौँ, एयरपोर्टभित्र जाँदैछौँ हामी चाहिँ लाएर। त्यहाँ चाहिँ छ एयरपोर्ट। अब हामी त्यहाँ जाँदैछौँ एयरपोर्टनिर। यो चाहिँ मान्छेहरू विदेशबाट आउने यहाँ लिएर आउनुपर्छ। विदेशबाट आउनेहरू यहाँ तल, अनि चाहिँ जाने आउने मान्छेहरू सबैजना विदेश जाने आउने भइरहेको छ। आउने जाने क्रम यता हो नि सबैको। यो चाहिँ रहेछ त्रिभुवन इन्टरनेसनल एयरपोर्ट। यहाँ लाएर हामी चाहिँ घुमिरहेको छौँ। यहाँ नानी आमा छोरी पनि हिँडिरहेको छन् दर्शन गर्नको लागि एयरपोर्टको। वाउ फुलहरू, ओ माई गड व्हाट अ ब्युटिफुल फ्लावर। लाएर एयरपोर्ट हामी
ठ्याक्क एयरपोर्टभित्र आइपुग्यौँ नानी सासू आमा छोरी एयरपोर्टभित्र अब नानीलाई देखाइदिन्छौँ कस्तो लाग्छ नानी कस्तो लाग्यो एयरपोर्ट राम्रो लाग्यो अब प्लेनमा जाने होइन फतेहपुर कमलपुर नानीले त अब यहाँबाट प्लेन चढाएर कमलपुर पुऱ्याइदिने भनेको तर के गर्नु त्यहाँ एयरपोर्टै छैन यही हो एयरपोर्ट ल ल हामी चाहिँ घुमिरहेको छ नि एयरपोर्टभित्र पुरै घुमाइदिरहेको छौँ हामीले हामी त हेर्दै हिँड्नुपर्छ छ नानी यहाँभित्र चाहिँ एयरपोर्ट इन्टरनेसनल एयरपोर्ट फोटो सुट गऱ्यौँ फोटो खिच्यौँ फोटो खिचेर अब हामी चाहिँ एकछिन चित्तालमा बस्छौँ हामीहरू अन्त फेरि जान्छौँ छोरोहरू लिन छ टक्क लगाएर नानीलाई पनि एयरपोर्ट सेयरपोर्ट देखाइदिउँ त्यसपछि अब हामी चाहिँ फर्किन्छौँ घरतर्फ फुल कस्तो राम्रो फुल वाउ गर्मी त यस्तै गर्मी छ तराईमा बरु साह्रो गर्मी हुँदैन होला काठमाडौँमा गर्मीले मान्छे फ्याक 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 भएर मरिसक्नु नानी कहाँ बस्ने नानी छहारीमा बसिरहेछ नानी शीतलमा मजाले नारायण हिटी जानु भनेको आज चाहिँ बन्द रहेछ अनि अब हामी चाहिँ एयरपोर्ट घुमाउनु लिएर आयौँ नानीलाई नानी चाहिँ वा यस्तो धुम्रापान खान्छन् धुम्रापान आइकन नानीलाई चित्त बुझ्दैन खान नपाएर तलताल भइगएको थियो बुढिया अब एकछिन चित्त नबसेर खाने अरे अनि सो अब हामी चाहिँ सासू गर्मी लाग्यो हामीलाई गर्मी लागेर ठन्डा ठन्डा रियो खायौँ अब हामी चाहिँ घरतर्फ लाग्दैछौँ गाइस यहाँ गाडी कुदाएको बस म चाहिँ घुमफिर गरेर म चाहिँ फाइनली आइसकेँ घर गाइस मेरो सासूहरू चाहिँ जानुभएको छ आफ्नो रुममा अनि म चाहिँ आफ्नो रुममा आइसकेँ सो म चाहिँ भर्खरै आएर मजाले चाहिँ पङ्खा चेर खाँदैछु किन एकदम एकदम गर्मी छ सो म चाहिँ आएर बस्छु अब बाबु पनि लिन जाने बेला भइसक्यो अनि सो म चाहिँ बाबु लिएर आउँछु यति कान्छासम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद गाइस बाई बाई थ्याङ्क यू फर वाचिङ